हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज फेरि पनि मैले एउटा भिडियो लिएर आइसकेकी छु, किनभने आज चाहिँ म मेरो घरको करेसाबारीमा गएकी छु र यहाँ चाहिँ हामीहरूले सब्जीहरू के लगाएका छौँ त्यो सबै हजुरहरूलाई देखाउने छु। यता चाहिँ प्याज लगाएका छौँ, अनि यता चाहिँ लसुन लगाएका छौँ, अनि वरिपरि बोडीहरू सिमीहरू लगाएको हामीले यसरी लगाउँछौँ हामीले। अनि यता चाहिँ मुला, गोपी, साउ, सिमी सबै मिक्स भएर अनि मिक्साएर लगाएका छन्। अनि गोपीको फुलहरू पनि फुलेको छ, तर एक गाँसभन्दा ठुलो फुलेको छैन, किनभने गोपी खै किन सानै फुल फुलेको छ, ठुलो फुल फुलेको छैन। अब यसमा के कमी कमजोरी आयो त्यो चाहिँ मैले पत्ता लगाउन सकिनँ। अनि यता चाहिँ फेरि लसुन नै हो यो पनि, अनि छेउमा पनि अनि पर लगाएको त्यो तरकारीको नाम ठ्याक्कै थाहा भएन मलाई। अनि खै अलिअलि दिमागमा आए जस्तो त लागेको, तर खै बोल्न अलिक कन्फ्युज हुन्छु होला, त्यो कारणले गर्दा। अनि छेउमा साउ पनि लगाएको थियौँ, पातलो भएको थियो किनकि मैले त्यसको पातहरू टिपिसकेको थिएँ तरकारी बनाउनुको लागि। अनि यसरी मुला, बोडी, सिमी सबै सँगै मिसाएर लगाएको हुनाले यता यस्तो छ। अनि हामीले चाहिँ गोपीको बिरुवाहरू जति लगाएको थियौँ त्यतिमै फुल फुलेको छ, तर फुल त फुलेको छ, तर फुलहरू सानो मात्रै छ कि अब खै यो के कमी कमजोरीले भयो त्यो थाहा भएन। फुल्न त सबै बोटपिच्छे नै फुलेको छ, हेर्नु न यति राम्रो फुलहरू छ, तर सानो छ कि तरकारी नपुग्ने। भिडियो सुट गर्दाखेरि चाहिँ एकदम ठुलो ठुलो देखिएछ यो फुलहरू। अब त्यो नजिकबाट हेर्ने हो भने एक एक गाँसको छ, तर जे जस्तो भयो नि आफ्नो करेसाबारी भनेको करेसाबारी नै रहेछ। मन शान्त भयो, खुसी लाग्यो होइन। आज धेरै दिनपछि म यहाँ करेसाबारीमा आएकी थिएँ, तर आउन त आउँथेँ, एकैचोटि तरकारीहरू टिप्ने जाने गर्थेँ, अनि यति यताउति हेर्ने काम चाहिँ गर्दिनँ थिएँ, किनभने यो काम चाहिँ बाबाले गर्नुहुन्छ। अनि हाम्रो बाबाले नै हो सबै लगाउनु भएको। मैले चाहिँ त्यति लगाएकी छैन, बाबालाई चाहिँ एकदम मनपर्छ खेतीपाती गर्न यताउति। मन त मलाई पनि पर्छ, तर बाबाले लगाइहाल्नुहुन्छ, मैले चाहिँ घरभित्रको काम गर्छु अनि बाबाले चाहिँ करेसाबारीको काम गर्नुहुन्छ। अनि यता चाहिँ साउ लगाएको, साउ पनि यति राम्रो छ नि साथीहरू, कुरै छोडिदिउँ। यता टमाटरको बिरुवा छ, साउ त हामीले कतिचोटि खाएर पनि टिपेर पनि सबैलाई छिमेकीहरूलाई पनि दिइसकेको हो, तर पनि अझै कति बाक्लो र कति राम्रो छ। सो आजको भिडियो यतिसम्म नै, हजुरहरूले हेरेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई यति नै, बाई बाई। अर्को भिडियो अवश्य ल्याउने छु अर्कोचोटि। बाई बाई। लाइक कमेन्ट गरिदिनु होला।